आज त म कसो एकदम मेरो वरिपरिको सुपरमार्केटमा आइदिएको अनि हेरौँ आज तरकारीको रेटहरू कस्तो हुन्छ। यसो भने कति गेस गर्नुहुन्छ? टमाटरको भाउ कति होला त यता? पर केजी 100, 200, 1000, 500 कति होला त? ल हेरौँ है। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज हेरौँ, खासै तरकारी किन्न त आएको होइन, त्यहाँदेखि थोरै अलिकति लिन्छ अनि हेरौँ कस्तो के हुन्छ भनेर अब आजको लागि यो पिकअप स्टोर भन्ने आएको छु। हेरौँ के हुन्छ। चाहिँ यो स्टोर तिनवटा पिसको आएको, तिनवटा पिसको यति छ। अनि टमेटो छ कि छवटा सानो छ, एउटा ठुलोको एउटाको दुईवटा हुन्छ भन्ने भनौँ। एउटाको 105 रुपियाँ। अब गान्डु चाहिँ सस्तो रहेछ, त्यही भएर 4वटा उठाइदिएको मैले त। धनियाँको भाउ नेपालमा 10-15 रुपियाँ पाउने, त्यति पनि छैन। यो एक पिस लेमनको 150। क्याप्सिकमको प्राइस लसुन, दुईवटा गेडी लसुनको 170 रहेछ। नाम भन्नु होला, मैले चिन्न आएन। यसको प्राइस हेरौँ 170। सिमीको प्राइस हेरेर आमामा 386। ग्रिन पीको हेरौँ 6-7वटा पिस छ, त्यसमा यस्तै यति सानो मुला। प्याज हेरौँ, एउटा गेडी प्याज, त्यो पनि बिग्रेको 105। उता त 3वटा गेडी छ, 267 रहेछ के। यो गाजरहरू एउटाको गाजरको 84 रहेछ कि यहाँ। यहाँ त आलुको पनि छ, एउटा आलुको 84। स्विट पोटेटोको फेरि 20 रुपियाँ प्याक गरेर यसो गरिदियो भने 170। भेन्टा बैगन एउटा पिसको 95। तरबुज 950 छ, यति सानोको। जीको स्याउ भन्छ अरे, त्यो स्याउहरू 321 छ कि एउटा पिसको। अरेन्जी 38 रहेछ। बन्द। यो चाहिँ भिन्डी 6 पिसको। होइन, चिकन चाहिँ सस्तै भनौँ, 1 केजीको 1166 छ कि। अनि यस्तो छ कि अलिअलि मासु, अलि यस्तो फेरि काटेको चाहिँ अलि महँगो पर्छ होइन। जस्तै यो 300 ग्रामको 672 छ कि। अनि यो चाहिँ ठुलो छ, यो 750 ग्रामको 1100 छ। त यो नकाटेको लियो भने चाहिँ अलिक सस्तो पर्छ क्या। अब के हुन्छ, म चाहिँ खास यही लिन्छु। यो वाला यो भनेको 100 ग्रामको 150 भनौँ न, त्यस्तो पर्छ क्या। यो चाहिँ झन् महँगो, यो चाहिँ अलिकति एक्स्ट्रा अलि राम्रो प्याक भएको भएले यो चाहिँ महँगो छ क्या। तर उता 150 थियो, यो 200 को छ कि 100 ग्रामको। अनि यो चाहिँ पोर्क, बिफहरूको, गाईको मासुहरूको किमा सिमा अरू छ कि अरू। यो चाहिँ माछा सेक्सन, माछा फेरि अति नै महँगो हुन्छ यहाँ त। अब यति पिस माछा क्या 700 पिस छ। यहाँ चाहिँ यस्तो हुन्छ, के छ। यो चाहिँ माछा के पाएँ हेरौँ त्यता। यो अङ्कर भन्छ के, कस्तोलाई खाइरह्यो, कस्तो अनौठो लाग्यो मैले हेर्दा त। नि यहाँ यसरी बेच्दो रहेछ भनेर। यो चाहिँ बटेको अन्डा कति 10वटा पिसको 170 रहेछ, ठिकै छ भनौँ। यो चाहिँ 6वटा पिसको यस्तो छ, सानो सस्तो पनि छ कि यहाँ। जस्तै यो भयो, यो चाहिँ 400 छ 10वटा पिसको। यो तल फेरि सस्तो हुन्छ कि 321 छ कि। यहाँ 300, 400, अनि 6वटाको महँगो, फेरि यहाँ महँगो।
पम्किन भनेको थियो नि 100 रुपियाँ रहेछ क्या एउटा यतिको सेक्सन है यो चाहिँ 100% होइन रहेछ क्या यो चाहिँ 100% हो त्यसको प्राइस 311 1 लिटरको जापानमा चाहिँ यस्तो हुन्छ क्या यो भयो भने चाहिँ 100% हो कि अलिकति यो चाहिँ अनुहारलाई हेर्नलाई अलिक मिल्न गयो त्यो यो चाहिँ 100% मिल्क हो होल मिल्क भन्छ क्या कस्तो छ प्राइस पनि दुध नै हो प्राइस फरक छ जस 200 भन्दा माथि छ भनेको कि दुधहरुको रेटहरु यस्तो हुन्छ यो चाहिँ प्रोटिन मिल्कहरु हो के यो नि प्रोटिन मिल्कहरु हो टरेरमा कति महँगो 180 ग्रामको 500 यो चाहिँ चीजहरु हो यस्तै महँगो छ जो पौन तु गाई यसो पिज्जा खाइदिउँ भनेको त यो पोलियो छ यतिको रहेछ 450 कति यहाँ छ तर कसैले लाग्यो कि यो चाहिँ अलि स्ट्यान्डर्डबाट लेखा छ क्या स्ट्यान्डर्ड मार्गरेट पिज्जा हो त्यही भएर यो चाहिँ लिने हो अब खै 200 छ त यो भनेको डिस्काउन्ट हो त डिस्काउन्ट लिदिनँ किनकि मिठो हुँदैन त्यही भएर यस्तो रहेछ कोइस यो चाहिँ चामल 2 केजीको 2200 छ यहाँ चाहिँ 5 केजीको लगभग भन्नु 4000 रहेछ 3800 यस्तो रहेछ के रहेछ कति महँगो के फर्स्ट टाइम जापान आउँदा हैन कति त्यो धेरै थिएन के फर्स्ट टाइम जापान आउँदा चाहिँ 2200 थियो के 10 केजीको अहिले चाहिँ खासै महँगो रहेछ के यो चाहिँ रक्सी संस्थान हो रक्सी यो जेडी 700 ml हो 2400 लगाइदियो यो चाहिँ आज यतिकै देखाइदियो अर्को ब्लगमा बनाउँला रक्सीको बारेमा चाहिँ नेस्ले भन्छ लेज भन्ने बित्तिकै 600 पो हान्दिएर 550 जति भनौँ न कति छ धेरै पनि छैन यो त 100 ग्राम आलु हालेर यस्तो पुग्छ भने मलाई चाहिँ प्लास्टिक ब्याग चाहिएन त्यही भएर गाइजहरु कति दिन परेछ आजको बिल केही गएको छैन एउटा चाहिँ लेस किने अनि एउटा साग किनेको थिएँ 4वटा अभोकाडो किने अनि एउटा पिज्जा के किनेको पिज्जाको पनि धेरै परेको थिएन त्यही 300 समथिङ परेको थियो त्यतिमा मात्र 4वटा सामानमै यस्तो छ जापानको स्थिति अनि गाइस ट्रेन कुर्दैछु खासै तरकारी यहाँ चाहिँ भेट्दैन यहाँ जापानमा तरकारी धेरै नै भेट्नु भनेको एउटा साग भेट्छ कहिले काउली चाहिँ हरेक सिजन भेट्दैन ठिकै भेट्छ आलु र प्याज चाहिँ जहिले भेट्छ आलु प्याज अनि भेन्टा करेला चाहिँ यहाँ रहेछ अर्को ठाउँमा चाहिँ करेला चाहिँ कति थियो थाहा छ भन्दा त एउटा पिसको हुन्छ नि ठ्याक्क यति जति होला कति 200 समथिङ थियो के धेरै छैन त्यति चाहिँ थियो करेला चाहिँ यहाँ सबसे धेरै पाउनु भनेको आलु प्याज बन्दा अनि फर्सी यति मात्र हुन्छ त्यसको कति फर्सी यति मात्रको लगभग 200 पर्छ त्यसको नि अनि खासै अरू चाहिँ खासै हुँदैन अरू तरकारी चाहिँ खासै मैले नि भेटेको छैन अनि फ्रोजनमा चाहिँ हुन्छ र फ्रोजन त खासै म खाँदिनँ यो चाहिँ फ्रेस तरकारी छ अनि आज म्याङ्गो हेरेको त्यो पसल चाहिँ आज बन्द रहेछ कि म्याङ्गोवाला सबै ठाउँमा फेरि यहाँ म्याङ्गो चाहिँ पाउँदैन क्या अनि कुन ठाउँमा एउटा यति पसल थियो तर 10 बजे खोल्ने थियो क्या अनि अहिले भर्खर त 9 बजिरहेछ अनि 10 बजे 1 घन्टा त को पुरी बस्छ त्यो एउटा म्याङ्गोको लागि अनि एउटा पिस म्याङ्गो बढी 600 रहेछ क्या त्यो पनि त्यो अलिकति हुन्छ नि थाई मात्र हैन अर्कैवाला थियो क्या अनि इन्डियन चाहिँ खासै आउँदैन इन्डियन म्याङ्गोले ब्यान गर्दैछ कि इन्डियन अरू कुन कन्ट्रीको म्याङ्गोले ब्यान गर्दैछ कि यहाँ जापानमा त्यो पेस्टिसाइड धेरै भएर गाई जस्तै छ जापानमा अब के गर्ने तरकारी महँगै हुन्छ तर के गर्ने स्यालेरीहरू खासै बढेको छैन महँगी त अति नै बढेको छ भनेको थिएँ नि केटीले पहिला त्यही 2200 मा चामल किनेको चामलको रेट अहिले सिधै 2200 को ठाउँबाट एकैचोटि 8000 पुगेको छ के
10 केजीको भने कति महँगी बढेको छ, यहाँ महँगाइ बढेको छ, एक्सपेन्सिभ नतिन एक्सपेन्सिभ भएको छ। यस्तै छ जिन्दगी। त्यही भएर कहिलेकाहीँ यसो के अरे फ्रोजन पनि लिनुपर्छ क्या। त्यही भएर कहिलेकाहीँ यसो अब हुन्छ नि फ्रेस पाएन भने, त्यही भएर कहिलेकाहीँ उता गएर योभन्दा अर्को अलिकति जस्तो अर्को सस्तो सुपा पनि पाउँछ क्या, गेमु सुपा भन्छ त्यसलाई, गेमु सुपा न त यस्तै अर्को साइडको यहीँ लोकल तरकारी पसलहरूमा कहिले बेलुका गयो भने चाहिँ पाउँछ, तर बेलुका भ्याउँदैन, कहिले यताउता बिजी भइन्छ, त्यही भएर खासै जाँदिनँ म। अनि फेरि आयो गयो टाइम धेरै हुन्छ क्या, अन्त जहाँबाट पाएँ त्यस्तोबाट अलि हेरेर, अनि म चाहिँ खासै त्यो एकैचोटि 10 दिनको लागि म त एक हप्ताको अगाडि किन्दिनँ क्या, गयो 2-3 दिनको लागि किन्छु, फेरि 2-3 दिनको लागि किन्नु हो कि। त्यसो ल गाइज, कुरा के मेरो त इन्फ्लुएन्सर ट्याक्स आएछ, कति आयो होला गेस गर्नु होला। ल नेक्स्ट टाइम इन्फ्लुएन्सर ट्याक्सको सानो बनाउँछु, भन्नु होला है, भन्नु होला कति होला। धेरै छ क्या, धेरै छ मेरो त, सोचेको भन्दा नि बढी छ क्या। यसो 50,000, 60,000, 2 लाख, 3 लाख, 5 लाख कति होला गेस गर्नु होला है, कमेन्ट प्लिज। आजको ब्लग यहीँसम्म। अनि ए भन्नु होला के भन्छ अरे, हजुरको फेभरेट टिम कुन हो फुटबलमा?